हेलो गाइज वेलकम माई न्यू भ्लग। आज चाहिँ म आजसम्मकै लामो भ्लग बनाउन गइरहेको छु। हजुरहरू चाहिँ अन्त्यसम्म हेरिदिनु होला। आज चाहिँ म फिल्डमा गएको थिएँ र सबै लगभग 8-10 जनाको टोलीहरू चाहिँ हामी फिल्डमा गएको थियौँ र यी चाहिँ हुन् सुरेश नाथ मेरो साथी, घाँस काटिरहेका छन् र यी हुन् मेरा साथी रमेश कंवर र यहाँ अरू दाइहरू पनि हुनुहुन्छ। यहाँ चाहिँ विशेष गरी फिल्डमा आज चाहिँ भोलि पर्सि चाहिँ बिरुवा लगाउने बारीहरू हैन, त्यसपछि झारहरू चाहिँ बारीमा झारहरू चाहिँ यो फार्ने काम भइरहेको छ र कोही दाइहरूले झारहरू फार्नुहुन्छ भने कोही साथीहरू दाइहरूले चाहिँ काठहरू सङ्कलन गरिराख्नु भएको छ। तपाईहरु चाहिँ यहाँ देख्न सक्नुहुन्छ हैन। र म चाहिँ फेरि माथिदेखि भिडियो बनाइरहेको छु, भ्लग बनाइरहेको छु र उतातिर पनि हुनुहुन्छ दाइहरू अङ्कलहरू, 2 जना अङ्कल हुनुहुन्छ। अनि यही हो, आज चाहिँ यो सफा गरेर पर्सि लगभग भोलि पर्सि चाहिँ हामी यहाँ बिरुवा लाउने तयारीमा छौँ। अहिले चाहिँ यो जमिनको तयारी भनौँ न हैन, त्यो गरिरहेका छौँ। र यहाँ चाहिँ यही हो बारीहरू अनि अङ्कलहरू चाहिँ पर आगो लाउँदै हुनुहुन्छ। अनि त्यही हो, सो साथीहरू पनि झारीहरू फाँडिरहेका छन् र मैले भ्लग बनाउन गइरहेको छु। अनि उहाँ जो अहिले तल यो दाउरा काटिराख्नु भएको छ उहाँको नाम चाहिँ एम रोकाए, मेरो आदरणीय दाइ। अनि यता घाटतिर हुनुहुन्छ 2 जना अङ्कल, अङ्कलहरू चाहिँ यतै यहीँको बासिन्दा हुनुहुन्छ। अङ्कलहरूले चाहिँ आगो लगाएरै यो आगो लगाएर उतातिर आगो लाउने प्रोसेसमा हुनुहुन्छ। अनि यहाँ चाहिँ हुनुहुन्छ गुराइया एग्रो प्राइभेट लिमिटेड कम्पनीका इन्चार्ज, यो एउटा थापा गाउँ क्षेत्रका इन्चार्ज हुनुहुन्छ उहाँ आदरणीय दाई, हाम्रो चाहिँ जनक दाई हुनुहुन्छ। अनि यही हो, यहाँ चाहिँ आगो लाउने दाउराहरू चाहिँ ढल्याउने कामहरू चाहिँ भइरहेको छ, हाम्रो भाषामा दाउराहरू ढल्याउने हैन। अनि त्यही हो, आजको भ्लग चाहिँ एकदम राम्रै भइरहेको छ, राम्रै हुनेवाला छ। हजुरहरू चाहिँ हेरिराख्नु भएको होला। यहाँ चाहिँ जनक दाई चाहिँ काम हेरिराख्नु भएको छ र बाँकी साथीहरूले काम गरिराख्नु भएको छ। म भने चाहिँ भ्लग खिचिरहेको छु। अनि त्यही हो, सो यतातिर सब साथीहरूले चाहिँ दाउराहरू चाहिँ बन्चरोले काटिरहेका छन्। र मेरो साथी चाहिँ जोसमै छ भनौँ न, जोसमा एकदम ब्याङ्की ब्याङ हानिरहेका छन्। र फेरि अब चाहिँ हुनुहुन्छ यहाँ नयाँ मान्छे हाम्रो चाहिँ मुरारी दाई, मुरारी हो उहाँको नाउँ चाहिँ मायाले चाहिँ हामी चाहिँ मुरारी दाई भनेर बोलाउने गर्छौँ। मुरारी दाई चाहिँ एनपिएल हेर्नको लागि तलदेखि आइसक्नु भएको छ। अनि यता हाम्रो एम रोकाया दाई पनि अब यति काटेर सायद एनपिएल हेर्न जानुहुन्छ। हेरौँ न, एनपिएल चाहिँ चलिरहेको छ नेपालमा, यहाँहरूलाई चाहिँ थाहा नै होला हैन। के अरे हाम्रो याम दाई चाहिँ मुरारी दाईले बोलाउनु भयो र रिक्वेस्टमा गइहाल्नु भयो हेर्न, एनपिएल हेर्न जानुभएको छ। र म पनि सँगसँगै अब भ्लग सँगसँगै एनपिएल हेर्छु ल गाइज, ल हजुरहरूलाई पनि देखाउँछु। हेर्नुहोस्, एनपिएल चाहिँ चलिरहेको छ, विश्वास नलाग्ला फेरि एनपिएल हो यो चाहिँ है। एनपिएलमा चाहिँ आज चितवन भर्सेस जनकपुर भइरहेको छ र दाइहरू चाहिँ फेरि जनकपुरको सपोर्टमा हुनुहुन्छ हैन, एकदम जनकपुरको सपोर्टमा हुनुहुन्छ। चितवनको र जनकपुरको एनपिएल चलिरहेको छ आज, हजुरहरूलाई थाहा नै होला। दाइ चाहिँ फेरि तेर्छो बनाएर हेरिदिइराख्नु भएको छ हैन। जे होस्, ठिकै भइरहेछ, कामहरू पनि भइरहेछ, रमाइलो पनि भइरहेछ, दाइहरूसँग भ्लग पनि बनाउन पाइएको छ हैन, सँगसँगै एनपिएल पनि हेर्न पाइएको छ। दाइहरू निकै खुसी हुनुहुन्छ नि। दाइहरू 2टा दाइले चाहिँ हेरिराख्नु भएको छ, हाम्रो मुरारी दाइ र एम दाई। अनि अरू चाहिँ उतातिर हुनुहुन्छ। म चाहिँ यता आँसी, मेरो हातमा पनि आँसी छ, एउटा हातले आँसी एउटा हातले मोबाइल समातेर चाहिँ भ्लग बनाइरहेको छु। अनि त्यही हो, या एकदम कुराकानी गर्दै एनपिएल हेर्दै अर्को दाइ पनि थपिनु भएको छ। र उहाँ हुनुहुन्छ लोकेन्द्र ओली साथी हैन। अनि यता चाहिँ जनक दाई अनि हाम्रो चाहिँ अरू आदरणीय दाइहरू हुनुहुन्छ। अनि मुरारी दाई पनि अब थोरै हेर्दै गर्दै गर्नु पऱ्यो नि हैन। अनि हामी चाहिँ फेरि यता छुट्टै
गिर पल्टाउने सोचमा छौँ र पल्टाउँछौँ पनि ल पल्टियो सो देख्न सक्नुहुन्छ होइन। अब चाहिँ गाइज नास्ता खाने बेला भइसक्यो र नास्ता खाने बेलामा अब सबै साथीहरूले चाहिँ आफ्नो हतियारहरू यहाँ राखेर मैले पनि राखेँ। सबैले ग्लोभ्स राख्नु भएको छ, मैले पनि एउटा ग्लोभ्स थियो त्यो पनि राखेँ। अनि त्यसपछि अब सबै साथीहरू चाहिँ नास्ता खान जान लाग्छौँ। आन्टीले नास्ता ल्याएर आइहाल्नुभयो है। लगभग आन्टी त्यहाँ गाडी बसिराख्नु भएको छ। अब नास्ता सुरु भइसक्यो। नास्ता पनि अब है सबै हातहरू धोएर यतातिर चाहिँ आगो अङ्कलहरूले बाल्नु भएको छ। सबै चाहिँ नास्ता खाने तयारीमा भन्दा पनि अब जनक दाइ त सुरु गरिसक्नु भएको छ नास्ता खाना। अनि सबै भनौँ न अब सबै चाहिँ हात धोएर नास्ता खाना सुरु गरिसक्नुभयो र अब म पनि जान्छु। सो म पनि नास्ता खानु पऱ्यो नि होइन, म पनि अब हात धुन्छु। सो लोकेन्द्रले चाहिँ पानी हालिदियो, सहयोग गर्यो, मैले हात धोएँ। अनि आन्टीले नास्ता दिँदै हुनुहुन्छ, आन्टीले नास्ता दिनुहुन्छ। अनि म पनि लिएर दाइहरूसँगै रमाउँदै खाँदै गर्ने होइन। के छ र गाइस, एकदम 2 दिनको जिन्दगीमा रमाउँदै खाँदै भ्लगहरू बनाउँदै होइन अघि बढ्नुपर्छ। र त्यही हो, आज चाहिँ नास्ता खाइरहेको छौँ। दैनिकी भनौँ न, दैनिकी भ्लग चाहिँ भइरहेको छ मेरो भ्लगमा होइन। अनि यता फेरि दाइले फेरि एनपिएल हेर्दै खाँदै मुस्कान दिइराख्नु भएको छ। हाम्रो चाहिँ यहाँ विकेश दाई ल दामी दामी विकेश दाइले राम्रै गरिराख्नु भएको छ। अनि एम दाईहरू फेरि आगो ताप्दै यता एम दाई सुरेश लगायतका चाहिँ हुनुहुन्छ। यता लोकेन्द्र आगो ताप्दै नास्ता खाँदै होइन, एकदम रमाइलो भइरहेछ। जे होस् ओजिटीमा अब नास्ता खाइयो, अघि काम पनि भयो, कामको भिडियो देखाउन पाइनँ हजुरहरूलाई, सो सरी। र अनि अब त्यही हो, एकछिनपछि हामी घर जान्छौँ होला। अहिले चाहिँ दाइहरू बसेर कोही फोन चलाउनुहुन्छ, कोही चाहिँ दाउराहरू, यता फेरि उहाँको ताल छुट्टै छ होइन। अरू चाहिँ बस्नु भएको छ, उहाँ पनि उम्मिनु भएको छ, मलाई सायद बस्ने बुडमा हुनुहुन्न होला जसम्म लाग्छ मलाई। र त्यही हो गाइस, अब चाहिँ हामी एकछिनमा अब त्यही हो नास्ता पनि खाइयो, थोरै कामहरू पनि भइसक्यो। एकछिनपछि हामी निस्किन्छौँ होला। फेरि निस्किनुभन्दा अगाडि यसो एकछिन बसेर टक्क यता नितेश दाई चाहिँ एउटा काठको लागि राख्नु भएको छ, बाँकी अरूले चाहिँ हेरिराख्नु भएको छ होइन। एकदम राम्रो भइरहेछ भनौँ न। नितेश दाई के गराउँदै हुनुहुन्छ हेरौँ, के गराउनु, यत्तिकै रमाइलो भइरहेछ। अब चाहिँ त्यही हो, अब अघि आगो सागो ताप्यो, अब एकछिन काठसाट कलाउने अनि घरतिर जाने। र सो गाइस यही हो, सानो तल देखिरहेको छ नि, सानो त्यो चाहिँ हामी बस्ने घर। अनि हाम्रो छेउमा हिमाल छ र हिमाल सँगसँगै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आजको ब्लग यहीँ सकियो, हस् बाई बाई।